हेलो एभ्रिवान, आज चाहिँ म यता फर्पिङको हाइड्रो पावरतिर जाँदैछु। बाटो चाहिँ एकदमै राम्रो छ यताको। हामी चाहिँ चोबार हुँदै लाग्यौँ। यता चाहिँ बाटो राम्रो प्लस खाली पनि देख्न पाएँ हैन, एकदमै खाली। हामी ठ्याक्क दसैँको बिदामा आएको भएर पनि होला कस्तो खाली रोड देख्न पाउँदा त सरर जाँदा कस्तो रमाइलो फिल हुने रहेछ। त्यसमाथि दायाँ बायाँ बोथ साइड हरियाली देख्न पाउँदा आफू सरर जाँदाखेरि चाहिँ एकदमै अर्कै फिल हुने रहेछ। अहिले घुम्न जाँदाखेरि यस्तै बाटो खाली भएको देख्न पायो भने कस्तो खुसी हुने होला म। यस्तो रमाइलो यतानिर चाहिँ अलिकति रफ रोड रहेछ। हामी चाहिँ फर्किङको पहिला झुलेङ्गे पुल जान लागेको, फेरि बाटो बिर्सेर चाहिँ फर्किन लागे। हेलो फर्किङको पछाडिको गइरहेछन् फोटो खिचायो होइन भिडियो। फर्पिङको झुलेङ्गे पुल वरिपरिको दृश्य यस्तो छ। यताबाट कहाँ जान मिल्छ नि थाहा छैन, भयो यताबाट फर्क्यौँ अब। म त जसो त्यहाँबाट झरेँ है, तिमीहरू पनि बिस्तारै आऊ। ये चाहिँ वान अफ द फेमस फर्पिङ हाइड्रो पावर ड्याम। रमाइलो वर्षमा एकचोटि भए पनि भुइँ छोड्नुपर्छ भन्ने गरिन्छ नि, त्यही भएर म पनि एकचोटि भुइँ छोडेर पिङ खेल्न लागेँ।
हामी चाहिँ फर्पिङबाट फर्किसकेपछि आफ्नो घरतिरै एउटा होटेलमा लागे खाना हिरोइन जस्तो देखाएको छ